नेपालमा पछिल्लो समयदेखि दाबी गरिँदै आएको एउटा विषय हो नेपाल जलस्रोतमा विश्वकै दोस्रो धनी राष्ट्र हो भन्ने। विद्यालय तहदेखि नै नेपाल जलस्रोतका हिसाबले दोस्रो धनी राष्ट्र हो भनेर सिकाइन्छ। अहिले पनि अधिकांश पुस्तकहरूमा नेपाल जलस्रोतमा दोस्रो धनी राष्ट्र हो भनेर उल्लेख गरिएको पाइन्छ। यस विषयमा धेरैजना नेपालीहरूलाई सोध्यो भने पनि यही जवाब आउँछ, जलस्रोतमा दोस्रो धनी राष्ट्र नेपाल हो भनेर। तर अब यो जवाब गलत हुनेछ। अब नेपाल जलस्रोतको दोस्रो धनी राष्ट्र हो भन्ने वाक्यांश एकादेशको कथा जस्तै बन्नेछ। सन् 2011मा गरिएको एक अध्ययन अनुसार जलस्रोतको हिसाबमा कुन राष्ट्र धनी भनेर सूची सार्वजनिक गरिएको छ, जस अनुसार ब्राजिल पहिलो नम्बरमा छ भने दोस्रो भनिएको नेपाल 43औं नम्बरमा रहेको छ। दोस्रो नम्बरमा यहाँ रुस र तेस्रो नम्बरमा क्यानाडा रहेको छ। नेपाल एसिया र दक्षिण एसियामा समेत जलस्रोतको हिसाबले चीन र भारतभन्दा पछाडि रहेको छ। विश्वमा जलस्रोतको हिसाबमा शीर्ष 10 मुलुक अन्तर्गत पहिलो नम्बरमा ब्राजिल, दोस्रोमा रुस र क्रमशः क्यानाडा, अमेरिका, चीन, कोलम्बिया, इन्डोनेसिया, पेरू, भारत आदि जस्ता देशहरू रहेका छन्। नेपालकै पहिलो र ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले सन् 2015मा प्रस्तुत गरेको एक प्रतिवेदनमा समेत नेपालको परिचय दिने क्रममा जलस्रोतका हिसाबमा नेपाल विश्वकै दोस्रो धनी राष्ट्र भनेर उल्लेख गरिएको छ। त्रिभुवन विश्वविद्यालयले समेत यस्तो पुरानो तथ्याङ्कलाई नयाँ बनाएर प्रस्तुत गर्दा मानिसमा थप भ्रम र संशय उत्पन्न हुने गर्छ। जलस्रोतविद लक्ष्मीप्रसाद देवकोटाका अनुसार विश्वमा आन्तरिक र कुल नवीकरणीय जलस्रोतमा ब्राजिल सबैभन्दा धनी देखिन्छ भने नेपालको स्थान क्रमशः 36औं र 43औं नम्बरमा पर्दछ। तर प्रति वर्ग किलोमिटर क्षेत्रफलमा उपलब्ध पानीलाई हेर्दा भने आन्तरिक रूपमा उपलब्ध जलस्रोतमा नेपालको स्थान 22औं नम्बरमा र कुल जलस्रोतमा 32औं नम्बरमा देखिन्छ। यसबाट नेपाल जलस्रोतमा धनी देश भए पनि कुल होस् वा आन्तरिक, प्रति व्यक्ति प्रति वर्ष उपलब्ध हुने जलस्रोत होस् या प्रति एकाइ क्षेत्रफलको आधारमा निकालिएको होस्, नेपाललाई हामीले भन्दै आएको विश्वको दोस्रो धनी देश भने होइन भन्ने स्पष्ट हुन्छ। पृथ्वीको 71% भूभागमा पानी रहेको छ, जसकारण पृथ्वीलाई नीलो ग्रह समेत भन्ने गरिन्छ। पानी जमिनमा मात्र नभएर जमिन मुनि पनि रहेको छ र बाफका रूपमा बादलमा समेत पानीको मात्रा रहेको छ। पृथ्वीमा रहेको जम्मा 71% पानीमा स्वच्छ पानी केवल 2.5% मात्रै रहेको छ, जसमा पनि मानिसले प्रयोग गर्ने भनेको जम्मा पानीको 0.3% मात्रै हो। बाँकी 79.7% पानी महासागर, सागर, बादल र माटोमा रहेको छ, जुन प्रयोगमा आउँदैन। विश्वमा मानिसको प्रयोजनमा आउने स्वच्छ पानीको मात्रा 43,000 क्युबिक किलोमिटर मात्र रहेको छ, जसमा नुनको मात्रा निकै कम हुन्छ, जस्तै कि ताल, नदी, झरना, चट्टानहरूको काँप, पोखरीहरू, हिमशिला र हिम नदीहरूमा पाइन्छ। भूमिगत जल पनि स्थान विशेष अनुसार स्वच्छ हुन्छ। समुद्रको पानीमा नुन तथा अन्य खनिजहरूको मात्रा बढी हुन्छ। विश्वमा सबैभन्दा बढी स्वच्छ पिउने पानी ब्राजिलमा पाइन्छ। यहाँ विश्वको 12% स्वच्छ पिउने पानी रहेको छ। 8,233 क्युबिक किलोमिटर पानी रहेको ब्राजिल जलस्रोतको धनी राष्ट्रको नम्बर 1 मा रहेको छ। ब्राजिलको एमेजोन जङ्गलमा 70% स्वच्छ पिउने पानी पाइन्छ भने बाँकी 30% ब्राजिलका विभिन्न ताल तथा पोखरीमा पाइन्छ। ब्राजिल पानीमा विश्वकै धनी राष्ट्र भए पनि करिब 1 करोड जनसङ्ख्या भएको ब्राजिलको मुख्य सहर साओ पाउलोमा भने खडेरीको समस्या हुने गरेको पाइन्छ। पानीको दोस्रो धनी राष्ट्रमा रुस पर्ने गर्छ, जहाँ 4,508 क्युबिक किलोमिटर स्वच्छ पानी पाइन्छ। विभिन्न नदी, ताल, पोखरीहरू तथा मानव सिर्जित जलस्रोतहरू स्वच्छ पिउने पानीका मुख्य स्रोतहरू हुन्। विश्वकै ठुलो र गहिरो ताल बैकाल ताल पनि रुसमै पर्ने गर्छ। अमेरिकामा नवीकरणीय स्वच्छ पिउने पानीको मात्रा बढी पाइन्छ। अमेरिकामा 3,069 क्युबिक किलोमिटर स्वच्छ पिउने पानी पाइन्छ, जसमा 23% भूमिगत पानी छ भने 77% जमिनमाथि रहेको छ। नेपाल जलस्रोतमा ब्राजिल पछिको दोस्रो धनी राष्ट्र हो भन्ने धारणा निकै पुरानो भएकोले यसलाई पूर्ण रूपमा सच्याउनु पर्ने जरुरी रहेको छ।
अन्य देशहरूले कहिल्यै पनि नेपाल पानीमा दोस्रो धनी राष्ट्र हो भनेका छैनन्। यो भ्रम नेपालमा केही अज्ञानताको कारणले उत्पन्न भएको धारणा हो। त्यसकारण तथ्यको आधारमा कुरा गर्दा नेपाल जलस्रोतमा 43औं नम्बरमा पर्ने गर्दछ। यदि तपाईहरूलाई हाम्रो भिडियो राम्रो लाग्छ भने सब्स्क्राइब गरेर च्यानलसँग जोडिनुहोला।